इन्टर मिलानमा नयाँ कोचको एन्ट्री भइसकेको छ। ग्याब्रियलले आर्सेनलसँग नयाँ कन्ट्र्याक्ट साइन गरिसकेको छ। लिभरपुलले 20 वर्षको नयाँ किपर ल्याउँदैछ। म्यानचेस्टर युनाइटेडले नयाँ प्रपोजल दिएको छ बेनफोर्डलाई फर बायर्न ब्युमो। एन्ड लास्टमा बेन्जामिन सेस्को र आर्सेनल बीच कुराहरू चलिरहेको छ। हेलो एभ्रिवान, स्वागत छ तपाईहरुले आजको फुटबल न्यूजमा। एन्ड पहिलो न्यूजमा अघि बढ्नु पर्दा इन्टरले नयाँ कोच ल्याइसकेको छ एन्ड द्याट इज क्रिस्टियन किबु, डिल अन्टिल जुन 2027। एन्ड दोस्रो न्यूजमा अघि बढ्नु पर्दा ग्याब्रियल म्यागालेसले आफ्नो कन्ट्र्याक्ट एक्सटेन्ड गरेको छ अन्टिल जुन 2029। तेस्रो न्यूजमा अघि बढ्नु पर्दा लिभरपुलले 20 इयर्स ओल्ड गोलकिपरलाई साइन गर्दैछ द्याट इज आर्मिन पेक्सी फ्रम पुस्कस एकाडेमी। एन्ड यो साइनिङ चाहिँ रेकर्ड साइनिङ हुन सक्छ फर हंगेरियन क्लब पुस्कस एकाडेमी। एन्ड चौथो न्यूजमा अघि बढ्नु पर्दा बेनफोर्डले पहिलो प्रपोजल रिजेक्ट गरिसकेपछि म्यानचेस्टर युनाइटेडले अर्को प्रपोजल दिएको छ एज ब्युमो ओन्ली वान्ट्स टु जोइन म्यानचेस्टर युनाइटेड। एन्ड अन्तिम न्यूजमा अघि बढ्नु पर्दा आर्सेनल र बेन्जामिन सेस्को बीच कुराहरू त भइरहेको छ तर यति चाँडै एग्रीमेन्ट होला जस्तो छैन। यो एग्रीमेन्ट अर्को विकसम्म कम्प्लिट हुन सक्छ। लेट्स सी के हुन्छ है त। यदि हजुरहरूलाई यस्तै कन्टेन्टहरू मनपर्छ भने चाहिँ डोन्ट फर्गेट टु फलो है।